नमस्कार, म यहाँहरूलाई इरान अमेरिका तनावको बारेमा बताउन गइरहेको छु। इरान अमेरिका युद्धको असर नेपालमा पनि अछुतो रहन सक्छ, किनकि नेपालबाट करिब 18 लाख युवा कतार, बहराइन, इरान जस्ता देश गएका छन्। यस तनावले हाम्रो अर्थतन्त्रमा ठूलो धक्का पुग्ने देखिन्छ, जसमा रेमिटेन्स, तेलको मूल्य बढ्नु साथै अन्य आयातित वस्तुको मूल्य बढ्नु स्वाभाविक नै देखिन्छ। त्यसैले इरान के कारणमा तनाव भइरहेको छ भन्ने बुझ्न जरुरी हुन्छ। अमेरिकाले बारम्बार धम्कीपछि इरानलाई चेतावनी दिइरहेको छ, तर इरान अमेरिकातर्फ नझुक्ने जस्तो देखिन्छ। इरान भनेको सबैभन्दा पुरानो सभ्यता भएको एक देश हो। त्यहाँबाट सुरु भएको फारसी भाषा, सभ्यता, खानपान दक्षिण एसियाभरि नै प्रचलित रहेको छ। खास गरी भारतमा मुगल शासक रहँदा त्यहाँको आधिकारिक भाषा नै फारसी रहेको थियो। बेलायती शासन चल्दा एक हदसम्म निरन्तरता पाएको थियो। नेपालमा राणा शासनको अन्त्यसम्ममा कूटनीतिक लेखापढीको भाषा फारसी नै हुने गर्दथ्यो। दक्षिणतर्फ कूटनीतिक गर्नेहरूलाई फारसी भाषा जान्नै पर्दथ्यो। त्यसैले दरबार हाई स्कुलमा पनि फारसी भाषा पढाइएको थियो। त्यसैले नेपाली भाषामा कुनै शब्द फारसी पाइन्छ। इरानको राजनैतिक इतिहास निकै पुरानो हो। त्यहाँ अन्य खाडी मुलुकको जस्तो ठूलो तेलको भण्डार रहेको छ। यही तेलको भण्डार उसको निम्ति वरदान र अभिशाप दुवै हो। त्यसमा खास पश्चिमा मुलुकले आँखा गाडेको छ भन्न सक्छु। 1951 मा इरानको मोहम्मद मोसादेगले त्यहाँ बेलायती तेल कम्पनीले कब्जा गरेको तेल कम्पनीलाई राष्ट्रियकरण गरे। पश्चात सन् 1953 मा बेलायत र अमेरिकाको ब्याकिङमा उनी विरुद्ध coup गरे। सन् 1979 मा इस्लामिक क्रान्तिपछिको परिदृश्य बदलियो। राजतन्त्र फ्याँकेर आयतल्ला खम्मेनी सर्वोच्च नेता बन्न पुगे। उनको मृत्यु पश्चात अली खम्मेनी नेता बन्ने। तर अमेरिकाले भने उनको अनुकूल मानिस राख्न खोजे। यसका पछाडि तेलमाथिको अभिरुचिले बढी काम गर्यो। यद्यपि अमेरिकाले इरानले गरेको आणविक कार्यक्रमको कारण पनि त्यस सम्बन्धी विवाद सन् 2015 मा युएसए, EU, रुस र चीनसँग न्युक्लियर डिल भएको। यस डिलमा इरानले आणविक कार्यक्रम घटाउने र अन्तर्राष्ट्रिय अनुगमन दिने र यसको सट्टा आफूमाथि रहेको आर्थिक प्रतिबन्ध फुकाउन चाहन्थ्यो। तर मध्यपूर्वमा रहेको इजरायल भने न्युक्लियर डिलको विपक्षमा थियो। जब अमेरिकाले नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्प चुनिए, उनले खाडी क्षेत्रका इस्युलाई इजरायली आँखाबाट हेर्न थाले। त्यसको असर इरान मामिलामा पर्न थाल्यो। सन् 2018 मा एक पक्षीय रूपमा अमेरिकाले त्यो न्युक्लियर डिलबाट आफूलाई बाहिर निकाल्यो। त्यसपछि यसको सुरुवात भएको मान्न सकिन्छ। यस अगाडिको घटनाले के भन्न पनि सकिन्छ भने ट्रम्पसँग कहाँ कसरी हस्तक्षेप गर्ने भन्ने बारे फिक्स मेन्यु नै बनाएको छ कि जस्तो देखिन्छ। केही अघि भेनेजुएलामाथि हस्तक्षेप गरेर राष्ट्रपति मादुरोलाई अपहरण गरी अमेरिकाले आए। पश्चात उनको ध्यान इरानतर्फ केन्द्रित गरेको देखिन्छ। त्यसपछि सम्भावित क्षेत्रका सूचीमा ग्रिनल्यान्ड, क्यानाडा जस्ता देशहरू देखिन्छ। ट्रम्पले 10 वटा वारशिप र अमेरिकाको 40,000 सैनिक त्यस मुलुकमा पठाइसकेको छ। ट्रम्पलाई आक्रमण गर्नका लागि साहस भने इरानको आन्तरिक कारण पनि एक हो। त्यहाँ कट्टरपन्थी शासन हुँदा घरिघरि आन्दोलन तात्ने र सेलाउने गरेको देखिन्छ। पछिल्लो समय गत डिसेम्बरमा देखि सुरु भएको आन्दोलन चाहिँ तेहरानमा निकै ठूलो रूपले देशैभरि फैलियो। इरानी सत्ताले त्यसलाई दबाउनका लागि 2000 को ज्यान गएको आकलन गरिन्छ। यद्यपि घोषणा भने भएको छैन। यसले के अनुमान लगाउन सकिन्छ भने त्यहाँ ठूलै अशान्ति छ, यो भने वास्तविक हो। यसको मुख्य कारण बिग्रिदो आर्थिक हालत हो। अमेरिका लगायत संयुक्त राष्ट्र संघले समेत आर्थिक प्रतिबन्ध लगाएका छन्।
यसबाहेक गत जुनमा इजरायलसँग भएको 12 दिने युद्धमा इरानका थुप्रै पूर्वाधार ध्वस्त भएको छ। यसको कारण इरानी मुद्रा रियल घटेको छ, महँगी बढेको छ। समग्रमा इजरायली अवस्था जर्दर बढ्दै गएको छ भनेर विश्लेषक भन्दछन्। यही संकटको बेला अमेरिकाले इरानमाथि दबाव बनाएर सत्ता परिवर्तन गरेर आफ्नो अनुकूल शासन बनाउनु नै अमेरिकाको मुख्य ध्येय हो भन्न सकिन्छ। धन्यवाद।